तपाईलाई यसमा कति पैसा दिनुभयो जेनजीहरूलाई अथवा घाइतेहरूलाई ठ्याक्कै भन्दा? अब त्यो त अब ठ्याक्कै यति चाहिँ नभनौँ, अब जो सबैलाई पुग्ने यो उपत्यकाभरि त सबैलाई पुग्नेलाई सबैलाई पैसा दिनुभयो? सबैलाई। त्यो पैसा कहाँबाट आयो आशी? अब त्यो पैसा चाहिँ ब्याङ्कबाट आयो। हाम्रो आशिका तामाङ सिस्टरको काम गर्ने शैली चाहिँ राम्रो छ, तर नियत चाहिँ जिरो छ। कसरी भन्नुहुन्छ भने त्यत्रो देशको नेसनल टेलिभिजनको चेयरमा बसेर इन्टरभ्यू दिँदै गर्दा अपोजिट मान्छेले चाहिँ यति धेरै पैसा कहाँबाट आयो भनेर जुन सोधिरहेछ, तपाईँले चाहिँ एप्रिसिएट गरेर एउटा चाहिँ आय स्रोत चाहिँ खुलाउन सक्नुहुन्थ्यो कि यो पैसा चाहिँ देश तथा विदेशमा छरिएर बस्नुभएका तमाम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले चाहिँ उहाँहरूले मेरो खातामा सहयोग पठाउनु भयो अनि मैले त्यही पैसालाई भुक्तानी गरेर सम्पूर्ण माझमा चाहिँ मैले विभिन्न थ्रुबाट चाहिँ सहयोग गरेँ भनेर चाहिँ भन्नु सक्नु र एप्रिसिएट गर्नु त सक्नुहुन्थ्यो नि। ब्याङ्कले दिएको त्यो पैसा भनेर भन्नुभएको छ। कुन चाहिँ ब्याङ्कले चाहिँ दियो त्यो ब्याङ्कको नाम पनि खुलासा गरिदिएको भए पनि त हुन्थ्यो।